शक्तिशाली बनाइदै प्रधानमन्त्री कार्यालय। सांसदहरूलाई प्रधानमन्त्रीले दिए 3 सन्देश। आगामी बजेट सन्तुलित आउँछ प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। ओली र लेखकको पक्राउमा एउटै बेहोराका 2 आदेश। प्रधानमन्त्रीसँग एमाले सांसदले भने अध्यक्ष केपी ओलीको तत्काल रिहाई होस्। संविधान संशोधन बहस पत्र तयार गर्न सरकारले बनायो कार्यदल। संयोजक असीम शाह जागिर छाड्नेको लड्को रोक्न नसकेको भन्दै आइजिपी बने भावुक। गृहमन्त्री मञ्चबाट जुरुक्क उठे। चैत 19 गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय। राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान। राज्यका अङ्गले गरेका काम कानून सम्मत छन्, हस्तक्षेप हुँदैन भन्दै सरकारका प्रवक्ताको भनाई। ब्रिज कोर्स बारेमा शिक्षा मन्त्रीको स्पष्टीकरण, यसै पछिको मात्र हटाउने। शिक्षा मन्त्रालयले फेरि जारी गर्यो ब्रिज कोर्स बन्द गर्ने सूचना। जेएनजी आन्दोलनमा जलेको मिसिल नभेटिदा सांसद रेखा शर्मालाई 3 दिन थप हिरासत। संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका सल्लाहकारको नेतृत्वमा कार्यदल गठन। अदालतले महेश बस्नेत विरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्यो? महेश बस्नेतको प्रतिक्रिया। प्रतिशोधको राजनीति विरुद्ध न्यायालयको कदम स्वागत योग्य। विदेशमा रहेका शेरबहादुर देउबा परिवारको सम्पत्ति शुद्धिकरणको अनुसन्धान कसरी हुन्छ, यस बारेमा विशेष जानकारी। 5 देशसँग द्विपक्षीय श्रम सम्झौता गरिने। सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ। आइजिपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था मिलाउन पहल गर्छु भन्दै गृहमन्त्रीको बाचा। सरकारले भन्यो भदौ 24 गतेको घटनाका धेरै पक्राउ परिसकेका छन्। केपी ओलीलाई पक्राउ गर्नुका कारण पेश गर्न सर्वोच्च अदालतको आदेश। रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश। प्रधानमन्त्री बालेन समक्ष ज्ञानेन्द्र शाहीको 9 बुँदे माग। रासोपाकी समर्थकले ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी। प्रधानमन्त्री समक्ष सुहाङ नेम्बाङले भने इलामको कृषि र पर्यटनलाई ध्यान दिएर देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन् डिस्चार्ज गर्न सकिन्छ। नोटबन्दी गर्ने बारेमा अर्थमन्त्री सोडिम वाग्लेको प्रतिक्रिया। उनले के भने यस बारेमा पनि महत्वपूर्ण जानकारी। अहिलेसम्म नेपालमा बनेका सबै प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गरिने। कार्यस्थलको अधिकतम तापक्रम निर्धारण, मापदण्ड मिचे कारबाही हुने। खड्का कोइराला समूहको चियापानमा प्रतिनिधि सभाका 11 राष्ट्रिय सभाका सबै सांसदको सहभागिता। डाक्टर सुभाष आचार्यलाई महाधिवक्ता नियुक्त गर्ने तयारी। तत्काल नयाँ श्रम स्वीकृति भने नखोलिने, पुनः श्रम स्वीकृति भने खोलिने। एमालेलाई रक्षा बमको आग्रह, देशलाई सास फेर्न दिनुहोस्। इनिसा मृत्यु प्रकरण अपडेट। 3 नाबालकका आफन्त आन्दोलनमा। 100 दिनभित्र लाइसेन्स घर घरमा पुर्याउन सम्भव छ त? यातायात व्यवस्था विभाग भन्छ गृह कार्य थालिसक्यौं। एमाले प्रदर्शनमा न्यून सहभागिता। कहाँ गए देशभरका 7 लाख र काठमाडौँका 14,000 संगठित सदस्य? प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अगाडि बढाइने। पहिलो पटक अर्थले गरे उपसचिवको मेरिटमा आधारित सरुवा र पदस्थापन। को कहाँ? केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला। असन्तुष्ट समूहले समानान्तर गतिविधि शुरू गरेपछि थापा सहितका पदाधिकारी छलफलमा। बेटिङ कारोबारमा संलग्न देखिएपछि मोबाइल वालेटलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। ग्राहकको मोबाइल नम्बर फेरेर बैंककै कर्मचारीले ज्वाम पारे 1 करोड 65 लाख। सम्भव छ विद्यार्थी संगठनको खारेजी, यस बारेमा विशेष जानकारी। बालेन सरकारको पनि प्राथमिकतामा परेन खेलकुद। प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्रीले भने निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्नुहोस्। विद्यालयको शौचालयमै छात्राले जन्माइन् बच्चा। शिक्षक र साथीहरूले समेत पाएनन् सुईको। एसईका केन्द्राध्यक्षहरूद्वारा पारिश्रमिक पुनरावलोकन नभए परीक्षा बहिष्कार गर्ने चेतावनी। इतर समूह फेरि सक्रिय भएपछि कंग्रेसमा किचलो। जापानले बनाएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनको जिम्मा चीनलाई दिइयो। स्थानीय तहका रिक्त पदमा 63 जना उपसचिव हटाइयो। पार्टी नेता तथा शुभेच्छुकलाई रासोपाले भन्यो बधाई शुभकामना दिन मन्त्रालय नआउनु। सहकारी पीडितहरूको रकम फिर्ता गर्ने बारेमा मन्त्री परिषदमा छलफल। विभिन्न संघ संस्थाका नाममा वैदेशिक रोजगारीमा रहेका श्रमिक उद्धारमा रोक। अर्थमन्त्री ब्रिफिङ लिन पुगे भन्सार विभाग। मुगलिङ नागढुङ्गा सडक 3 दिन रातिको समयमा बन्द। जुवा तथा सट्टेबाजीका विज्ञापन र प्रचार गरे कारबाही हुने। अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, अर्थमन्त्रीको भनाई। प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदैनौ भन्दै हर्क साम्पाङले किन भने, यस बारेमा विशेष जानकारी। 3 नयाँ हुलाक टिकटको टाँचा हस्तान्तरण। सञ्चार मन्त्रीले भने अब स्मार्ट हुलाक। यातायात कार्यालय एकान्त कुनाबाट 15 बिचौलिया समातिए। कंग्रेस सांसद पूर्णबहादुर खड्काले भने सांसद भित्र तपाई, बाहिर हामी सँगसँगै छौं। छुट्टै भेला बारेमा शेखर कोइरालाले भने पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छ। इन्धन मूल्य वृद्धिले निगमको घाटा बढाउँदै। चितवनमा बर्ड फ्लू देखिएपछि 18,000 बढी कुखुरा नष्ट। चराबाट फैलिएको आशंका। मध्य प्रदेशमा गृहमन्त्रीको एक्सन। डोजरले खाली गराए जनकपुरको फुटपाथ। नेपालगञ्जकी सृजना मृत्यु प्रकरण। हत्या कि आत्महत्या अझै हुन सकेन यकिन। खाद्य प्रविधि विभागका प्राविधिक सहायक घुस सहित पक्राउ। स्वास्थ्य बीमा बोर्डको कड़ा निर्देशन। बीमितमाथि भेदभाव गर्नेलाई कारबाही हुने। सुदूरपश्चिमका मुख्यमन्त्री शाहको व्हाट्सएप ह्याक गरेर पैसा मागिँदै नपठाउन सचिव
सचिवालयको अपील। काठमाडौँ दिल्ली रुटमा नेवानीको पुनः दैनिक 2 उडान। इरानको तेल कब्जा गर्ने डोनाल्ड ट्रम्पको चाहना। र आजको स्मार्ट खबरको स्वास्थ्य सम्बन्धी समाचारमा बारम्बार टाउको किन दुख्छ, यसबाट छुटकारा कसरी पाउने, यसबारेमा पनि विशेष जानकारी दिनेछौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।